कि अब राजा आयो भने तपाईहरु कसलाई राजा मान्नु? राजा आयो भने राजालाई राजा मान्छौ नि। पूर्व राजालाई नै ज्ञान कस्तो पूर्व र उत्तर भन्नुभएको? यो राजा हुनुभन्दा अगाडि को राजा छ र? तपाईको प्रश्नमा राजा कसलाई मान्नुहुन्छ भने कसलाई मान्ने त? तपाईलाई मान्ने त? तपाईलाई त तपाईको साथीले मान्दैन, तपाईको गर्लफ्रेन्डले मान्दिन, तपाईको श्रीमतीले मान्दिन। सबैले मानेको मान्छे को हो त यो देशको? पृथ्वीनारायण शाह हो नि। उसको वंशजको राजा हुन्छ नि। अहिले उसको वंशजको प्रतिनिधित्व गर्ने सबभन्दा बुढो मान्छे को छ? राजा त सबभन्दा जेठो हुन्छ नि। यो त तपाईहरुको प्रश्नै गलत छ। सो त बदर भयो, यो प्रश्नै बदर भयो। जस्तो 2 वर्षसम्म त राजा भगा हुने त खोइ त उ बेला केही पनि गर्न सकेन नि त उहाँले पनि। तपाईले के गर्नु पर्यो? तपाई त्यसै बर्डन ठुलो हुनुभयो, तपाईको बाबुले केही नगरी यत्रो हुनुभयो, तपाईको आमाले केही नगरिकन तपाई यत्रो हुनुभयो। के प्रश्न गर्दै हुनुहुन्छ तपाई? यत्रो देश तपाई 4 आना जग्गा जोड्न सक्नु भएको छ अहिलेसम्म? 1,47,181 वर्ग किलोमिटर क्षेत्रफल हो। त्यो भनेको कति हेक्टर हो थाहा छ? थाहा छ तपाईलाई? तपाई जीवनकालभरि काठमाडौँमा 4 आना जग्गा जोड्न नसकेकोले भौतारिएर हिँडेको होइन यो माइक बोकेर? कसरी जोड्नु भयो त राजाले यत्रो यो जग्गा जमिन? यत्रो देश कसरी बनाउनु भयो त राजाहरूले? केही पनि भएन। केही पनि नभएको भएदेखि तपाईँ नेपाली कसरी हुनुभयो त? अहिले गणतन्त्रले माने काम त भइरहेको छ। अहिलेको नेताहरूले जेनी पछिको अहिलेका सिधा नेताहरूले काम त गरिरहेको छन् नि त। ठिक छ, यहाँ ल्याउनुहोस् माइक। अब काम भएको भए सिंहदरबार जलेको किन त? काम भएको भए सिंहदरबार जलेको किन त? सर्वोच्च अदालत जलेको किन त? अनि त्यो संसद भवन जलेको किन? सरकारको 3टा अङ्ग हुन्छ क्या भाइ, कार्यपालिका, संसद अनि व्यवस्थापिका। है, व्यवस्थापिका, न्यायपालिका, 3टा अङ्गमा 3टा अङ्ग जलाइदिए जनताले। वडा कार्यालय जलाइदिए, नगरपालिका जलाइदिए, नेता बस्ने घर जलाइदिए। अनि अझै पनि तपाईँ राजा आउँछन् र राजा नयाँ को आउँछ त? प्रचण्ड चाहियो अझै तपाईँलाई? तपाईँलाई अझै केपी ओली चाहिएको हो? त्यो अस्ति 23 गते मर्ने मान्छेमा तपाईँको भाइ भएको भएदेखि तपाईँ के गर्नुहुन्थ्यो? केपी ओलीको गएर तल घुँडाको पानी खानुहुन्थ्यो कि गएर केपी ओलीलाई गोली ठोक्नुहुन्थ्यो?